नमस्कार, म एलपी। आज विशेष मेरो साथमा हुनुहुन्छ आदरणीय दाजु भोगराज घोडा छैन। हामी फागुन 21 गते हुने निर्वाचनको विषयमा केही समसामयिक कुराहरू गर्दैछौँ। त्यो विषयलाई लिएर हामी पश्चिम 2 नम्बर क्षेत्रकै समसामयिक विषयमा जोड दिएर गफ गर्ने जमर्को गरिरहेछौँ। दादा, अब पछि फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। यसमा तपाईको पश्चिमका उम्मेदवारहरूमा सबैभन्दा उत्कृष्ट अथवा बलियो उम्मेदवार को जस्तो लागिरहेको छ? अब अहिलेको सन्दर्भमा हेर्दाखेरि राष्ट्रिय राजनीतिको प्रभाव सुर्खेत क्षेत्र नम्बर 2 मा पनि पडिरहेकै छ। त्यसको हिसाबले एउटा बलियो क्यान्डिडेट राष्ट्रपा हो सबै हिसाबले। तर एजेन्डाको हिसाबले एजेन्डा त अब कसैले पनि घोषणा पत्र दिएर चुनावी मैदानमा गएर हामीलाई भोट दिनुहोस्, हाम्रा एजेन्डा यो हुन् भनेर मागेका छैनन्। एजेन्डा के मात्रै छन् भने पुराना राजनीतिक दलहरूले नयाँ पनि खराब हुन् हामी जस्तै हुन् हामीलाई दिनुहोस् भने नयाँले पुराना खराब हुन् हामीलाई दिनुहोस्, हामीलाई चाहिँ अवसर दिनुहोस् भनेको छ। अहिलेका एजेन्डा यति हुन्। दुईटा एजेन्डा घोषणा पत्र कसैले सार्वजनिक गर्यो अरे भन्ने कुनै सामाजिक सञ्जालमा कुनै राजनीतिक दलका उम्मेदवारहरूले कहीँ कतै दिए हो त हामीले पाएका छैनौँ। तसर्थ एजेन्डा केही पनि छैन। एजेन्डा केही छैन। पुरानो राम्रो कि नयाँ राम्रो भन्ने एजेन्डा हो। सङ्गठनको हिसाबले तपाईँको धारणा कुन बलियो छ? सङ्गठनलाई हेर्ने हो भने अब 2007 सालमा स्थापना भएको 4 साल अगावै स्थापना भएको नेपाली काङ्ग्रेस, त्यसको प्रभाव त घर घरमा काङ्ग्रेस अब यतिसम्म पनि छ कि बिहे गर्दाखेरि छोरी दिँदाखेरि यो जो काङ्ग्रेस हो कि होइन भनेर हेरेर पनि दिनेछ। त्यसो हिसाबले काङ्ग्रेसको सङ्गठन बलियो भने हो। एमालेको पनि त्यस्तै हो होइन। अनि अब अहिले जो तारा चुनाव चिन्ह लिएर नेपाली कम्युनिस्ट पार्टी भएको छ त्यसको प्रभाव चाहिँ त्यति छ जस्तो लाग्दैन। 64 सालमा सङ्गठनै नभएर पनि चुनाव जित्या हो। मैले यही तपाईँले यो प्रश्नको उत्तर तपाईँले यहीमा के प्रश्न गर्छु भने हिजो 64 सालमा नेकपा माओवादी केन्द्र स्थापना भएको थियो। त्यो त्यति बेला त्यसको सङ्गठनै थिएन जो अहिलेको राष्ट्रपा जस्तो छ। कोही राष्ट्रपा त चुनाव जित्ने लहरदरमा छैन। त्यो पनि नहोला भन्न सकिन्न, किनभने 2015 सालमा चुनाव हुँदाखेरि नेपाली काङ्ग्रेसले चुनाव जितेको थियो, सरकार बनाएको थियो। बिपी प्रसाद कोइराला त्यसै बेला सरकारका प्रधानमन्त्री भएका थिए। आज के अरे नयाँ त्यति बेला नेपाली काङ्ग्रेस नयाँ थियो। 2054 सालमा नेकपा एमाले पहिलो पार्टी भएको थियो। मनमोहन अधिकारी सरकार बनाएका थिए होइन। त्यति बेला त्यो पार्टी पनि नयाँ थियो। 2064 सालमा संविधान सभाको निर्वाचन हुँदा एक्ज्याक्टली मलाई थाहा छैन, सम्भवतः 120वटा प्रत्यक्षमा सिट जितेको थियो माओवादीले। त्यति बेला पनि त्यसको सङ्गठन थिएन। आजको अवस्था राष्ट्रवादको पनि ठ्याक्क त्यस्तो नहोला भन्न सकिन्न भनेको। तथापि अब सङ्गठनका हिसाबमा हेर्दाखेरि स्थापित भएका अघि हामीले गरेका कुरा जस्तो चाहिँ आउँछ। अब तपाईँले अब एउटा प्रश्न के गरे भने तपाईँ सबै उम्मेदवारसँग अझ निकट नजिकबाट तपाईँ परिचित हुनुहुन्छ। त्यसरी हेर्दाखेरि पश्चिमका हाम्रा आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई यो मानेमा यो चाहिँ बेटर हो, यसलाई भोट गर्नुहोस् भनेर सजेसन दिने गर्दाखेरि तपाईँले के लाग्छ? अब त्यसमा त म सजेसन भन्दा पनि अब घोषणा पत्र छैन हातमा लिएर मैले उम्मेदवारलाई सोध्न मन छ पहिलो चरणमा। अब त पाउने हानेर सोध्नु पर्ने दिन आइसक्यो। किनभने भोट माग्न जाने होइन, एजेन्डा नलिएर जाने त्यस्तो पनि हुन्छ। त्यही त एमाले एजेन्डा कहाँ छ? घोषणा पत्र कहाँ छ? त्यो भिजिटिङ कार्डले घोषणा पत्र दिने हो। घोषणा पत्र दिने घोषणा पत्र योभन्दा पहिलोको निर्वाचनमा पनि घोषणा पत्रै आएको थियो। तर कुरा के छ भने त्यो यस्तो हो, घोषणा पत्र भने लभ लेटर हो भन्ने भनाइ छ। खास चेतना स्तर माथिल्लो भएको व्यक्तिले होइन, परिवारले, समाजले, राष्ट्रले हेर्ने भनेको अनुहार होइन। यहाँ एलपी जोशी चाहिँ राम्रो कि भोजराज जोशी राम्रो भन्दै हेर्ने होइन। अनि यसमा भोजराजका एजेन्डा थियो कि एलपीको एजेन्डा थियो भन्दै हेर्ने हामीले हेर्ने थियो। मैले त्यसो हुनाले यो क्षेत्रका मतदाताहरूलाई म के आग्रह गर्छु भने सबैका राजनीतिक दलका एजेन्डा माग्नुहोस् होइन, अनि समीक्षा गर्नुहोस्। विगतमा जितेका राजनीतिक दलका उम्मेदवारले के कति कामहरू गरे के गरेनन् त्यसको पनि समीक्षा गर्नुहोस्। यदि उनीहरूले आफ्नो 20% भन्दा घोषणा पत्रमा उल्लेख गरेका 20% भन्दा तलका काम गरेका रहेछन् भने म पुग्नुहोस् भन्छु, गर्न आइज भन्नु होइन। अनि काम नगर्ने अनि हामी गर्छु के गर्ने है, त्यो सन्दर्भमा
त्यसो हुनाले म भोट हाल्नका लागि कसलाई आग्रह गर्छु भने जसले राम्रो अब तपाईँले अन्तिम प्रश्न के गर्छु भने पछि हुने फागुन 21 को निर्वाचनमा भोट माग्नु पर्यो, तपाईँले माग्नु पर्यो नि कसले माग्नु? म त्यसलाई माग्छु भन्ने भन्दा पनि मैले पनि त्यही त भने नि त्यो घोषणापत्रहरू पढाएको छैन, उनीहरूका एजेन्डा बुझेको छैन। नयाँ र पुराना भन्ने मात्र एजेन्डा भयो त म भोट हुन्छु, म भोट हुन्छु होइन। किनभने नयाँलाई दिए पनि जाने, फेरि यस्तै राजनीति दिने हुने र पुरानलाई दिए पनि जाने, देशै त हामीले गलत रहेछ जनताले हामीलाई प्रमाणित गर्यो भन्ने हुने। त्यसको अवस्थामा त म भोट हुन्छु, तर अहिले नै त्यो भनिसक्ने बेला पनि होइन। अब अस्ति भर्खरै माथि अछामको रपमा सबै पार्टीलाई बहिष्कार गरे, त्यसै गरी चौकुनेले पनि बहिष्कार गर्नुपर्छ भन्ने। चौकुनेले होइन, क्षेत्र नम्बर 2 समग्र 2ले नै समग्र एजेन्डै छैन भने जस्तो अहिले बालेन देश के अरे गाउँ गाउँ घुमिरहेका जिल्ला जिल्लामा पुग्यो भन्ने छ। बालेनको अनुहार हेर्न चाह्यो कि जनताले भोटको घोषणा पत्र चाह्यो हो, मलाई त त्यो पो अचम्म लागिरहेको होइन। हस्, अब यो भिडियोलाई चाहिँ हामी चाहिँ अनि अर्को बसाइमा हामी फेरि संवाद गर्नेछौँ, राजनीति बस्दै गर्नेछौँ। अहिलेलाई हामी हस्, धन्यवाद। 5 मिनट मात्रै